जाँदैछौँ हामी त्यहाँ मेरो साथीहरूलाई पर्खिरहेको छौँ साथीहरूको भाउ दिनुहुन्छ अनि हामी त्यहाँ घुम्नु कस्तो जाँदैछौँ फाइनली गाइस हामी यहाँ उस्तो आइसकेको छ यहाँ चाहिँ कति धेरै मान्छेहरू आएर चाहिँ हाम्रो साथी छ ल हजुरलाई कस्तो अनुभव लागिरहेको छ त यहाँ दर्शक यता चाहिँ पानी पिउँदै हामीले चाहिँ टिकट पनि काटिसकेको छ श्रम पार्क वाटर सलाला हिँड्दिन अम्ब्रेला शुद्ध पानी यहाँ पर चियाकी छैन बाइकमा चाहिँ चस्मा ल्याएको सबै हामी टिम कैसे लग रही हामी चाहिँ बाजे भएको ठाउँमा फोटो खिच्दैछ ल गाइस मोडा पनि पो मान्छे रहेछ यता क्यामेराले धेरै खिच्यौँ यहाँ गाइस यहाँ चाहिँ माछा पनि रहेछ ल देख्दैन रहेछ यहाँ रातो रातो कछुवा चाहिँ छैन यहाँ पनि छ गाइसहरू भोक लाग्यो भने यहाँ सेलरोटी छ है रेजिना भोक लाग्यो भने सेलरोटी सुन्यो भोक लाग्यो भने सेलरोटी गाइस यहाँ चाहिँ खाजाको नि प्रशस्त छ व्यवस्था यहाँ चाहिँ डान्स गर्दै हुन्छ है यहाँ चाहिँ एकदमै गर्मी भइरहेको अवस्था छ त्यो घाम भर्खरै गइसकेको छ यहाँबाट नाच्दै हुन्छ ल दिदीहरू हाम्रा छोरा चाहिँ यहाँ माछा हेर्दै हुन्छ है कस्तो राम्रो लाग्नुहुन्छ गोर्खा चौतारी यहाँ चाहिँ भोलि मात्रै अरे उद्घाटन आज बन्द रहेछ त्यही भएर हामी जानु पाइनौँ गीत पनि एकदमै दुःखद प्रवेश निषेध यहाँ चाहिँ एकदमै गर्मी छ काली मान्छे झन् कालो भइसकेको छ म चाहिँ झन् लुगा नि कालै छ डढिसकेको छ म चाहिँ लु खिचौँ हजुरबालाई आज फोटो खिच्दैछ गाइस यहाँ चाहिँ भाषण गर्दै रहेछ 1 2 हेलो चेक हेलो चेक यहाँ चाहिँ विभिन्न जनावरहरूको टाउको छ यहाँ पनि उल्लुको छ
होइन यस्तो पर्खिहाले गैडा भनौँ न एथोबा लयन यहाँ पनि गिटी भाटेको रहेछ गिटी भाटाकेको रहेछ ओ पानी त्यहाँ छोडेर गएछ जय झन्डा नेपालको झन्डा हेर परेर हो कि हल्लो यहाँ हामी पढ्नु नहुने ठाउँमा पस्यो केटाकेटी हो भनेर यहाँ पनि ओ फेरि बिरुवा रोप्दै रहेछन् यहाँ ज्याम धारा खोल्न आएर त्यहाँ गएपछि चिसोले रेप्दिन यहाँ फोटो केटीमा हाल्ने बाजु खाटा रेप नगर छ हामीले यो के पो श्रम पार्क हेरिसकेछ बाई बाई श्रम संस्कृति पार्क यहाँ चाहिँ सर्फर रहेको अवस्था टोक्छ है तिमीहरूलाई भन्नु अरे क्या चुस्मा एकदमै गर्मी भएर हामी चाहिँ यहाँ यसो कुफी बरफ खाँदैछ हामी चाहिँ अब यहाँदेखि बिदावारी लगेको गर्मीले झन्डै मरिएन आइसक्रिम खाने झन्डै मरिएन बरु हाम्रो गाउँमा गर्मी छैन होला हो र झरे अब भान्चोको घन्टा घर जानुपर्छ गाइस बाई बाई ओसो